हेलो एभ्रिवान, स्वागत छ हजुरलाई मेरो सानो मिनी ब्लगमा। आजको बिहानमा बनाउँदैछु आलुको पराठा। आज मैले सबै काम भ्याइसकेको थियो अनि दुईटा छोरी उठेर अनि थोडा पानी दिन्छु के मैले गुनगुना पानी दिन्छु बिहान उठेर। त्यहाँ पानी पनि पिएर बस भनेर अनि बसाले दुध पनि पिन दिए। अनि म लागि किचनतिर गएर आटा साटा गुनगान गरेर राखेँ। अनि त्यहाँबाट नि सिटी आलुमा सिटी पनि आइसकेको थियो। त्यहाँबाट नि आटालाई ढाकेर यस्तो रेस्ट गर्नको लागि राखेर म गएँ बारीतिर। अनि मैले धनियाँको पात र लसुनको पात टिपटाप गर्न लागेँ। मलाई त पता नि किन पराठामा के लसुनको पत्ता र धनियाँको पत्ता नहालीसम्म त मिठै लाग्दैन। धनियाँ पनि सुकिसकेछ अब त। अलिअलि पात थियो त्यही पनि तोडताड बनाइदिएको मैले त। पत्ता अलिअलि बचेको पनि तोडिदिएको के। तब अब त धनियाँ बिज हुन लागिसक्यो। हिजो हावा आएर पुरै धनियाँ ढालेर कस्तो बुरा हाल, यहाँ गमलाको बुरा हाल छ मेरो हो। अनि म गएँ नुहाएर आइसकेँ। आयो हेर बिहानको सुरुवात पूजाबाट गर्छु मैले। अनि पूजापाठ पनि मैले गरिसकेको थियो। त्यहाँबाट नि म लागेँ किचनतिर। किचनमा गएर आलु छिलेँ अनि त्यही धनियाँ र लसुनहरू काटकुट बनाएर अनि हालेँ। अनि नमकहरू हल्दीहरू अलिअलि त्यही हो बेसिक मसलाहरू हालेँ। खुर्सानी खाँदैन मेरो बाबुले अनि खुर्सानी हालेन। अनि फेरि त्यसलाई म्यासमुस गरेर मजासित म्यास गरेँ। अनि फेरि यो गाईको रोटी, गाईलाई रोटी बनाउनुपर्छ कि हाम्रोमा भन्छ बिहान गाईको रोटी बनाउनुपर्छ अरे कि राम्रो हुन्छ, सासूले भनेको कि मलाई। अनि त्यहाँबाट अनि फेरि पराठा बनाएँ मैले। यो गाईको घिउ घरमै बनाएको, दुधबाट निकालेर घरमै बनाउँछु मैले। बच्चाहरूलाई बाहिरको घिउहरू दिँदैन, घरको घिउ दिनुपर्छ कि बच्चाहरूलाई राम्रो हुन्छ भन्छ। त्यहाँबाट पछि फेरि बच्चाहरूलाई खाना दिइसकेको थिएँ। अनि म पनि बसेँ खान। अनि फेरि यो गलगलको अचार अनि यो लसुनको र धनियाँ अनि टमाटर हालेर बनाएको थियो। यस्तो मिठो भएको, मलाई फेरि चटनीको बिना खाना ही अधुरा भयो जस्तै लाग्छ। चटनी बनायो भने जे भात पनि चटनीमा खाइदिन्छु म त। मिठो भएको थियो।